नमस्कार, म भीम सेनी सुब्बा, पत्री सनिसरे सुबेडी चोक है नजिक चाहिँ यो सगरमाथा टोल भन्छ यसलाई चाहिँ। के रहेछ अब यस्तो अचम्मको चिज, धेरै चिज फ्रुटको यसमा टेस्ट हुन्छ। अम्बकको पनि टेस्ट त्यहीँ, घिउको पनि टेस्ट त्यहीँ है, तपाईको पाइनएप्पलको पनि टेस्ट त्यहीँ पाउनुहुन्छ। अनि के भरे स्ट्रबेरीको पनि टेस्ट त्यही एउटै फ्रुटमा पाउनुहुन्छ। हो यस्तो टेस्ट भएको मैले लाइफ टाइम खाएकै थिएन। अनि हो यो चाहिँ काङ्गो म अफ्रिकन कन्ट्रीमा हुँदाखेरि त्यहाँदेखि यता आउँदाखेरि चाहिँ फर्केर आउँदा दाना लिएर आउनु खोज्दाखेरि चाहिँ मैले दाना त त्यहाँ ल्याउनु पाइनँ। त्यो चाहिँ 2006 को कुरो थियो होइन। अनि एकैचोटि आएर 2012 मा चाहिँ यसको यो चिज यहाँ पाउँछ भन्ने कुरा थाहा पायो। अनि 12 देखि लमिँदै भएर 2017 मा म रिटायर्ड आउँदाखेरि लिएर आयो क्या। यो 2017 मा रिटायर आउँदाखेरि चाहिँ यो लिएर आयो खासमा मैले। विदेशबाटै लिएर आउनुभयो? हजुर। अनि विदेशबाटै ल्याउनु यो एप्रोक्स त्यतिखेर पनि अब कसैले पनि 150 वटा दानालाई 1.5 लाख रुपियाँ कसैले पनि लाउँदैन थियो कि। त्यत्रो पैसा लगाएर लिएर आएको मैले चाहिँ। वर्ल्ड वाइड ग्लोबल्ली यसलाई चाहिँ सावर सप भन्छ है। अनि यसलाई साइन्टिफिक नेम चाहिँ यसको एनोना मुरिकाटा हो, वैज्ञानिक नाम। यसलाई चाहिँ अब ल्याटिन भाषामा गुआना भाना पनि भन्छ, गाल्बोलिया पनि भन्छ। अनि प्राय मान्छेहरूले व्हाइट कस्टर्ड एप्पल पनि भनेर चिनिन्छ। तर यो मेनली भनेको यसलाई वर्ल्ड वाइड रूपमा ग्लोबल्ली सावर सप भन्छ। अब मेन गुण भनेको यसलाई चाहिँ प्राय मान्छेहरूले भनौँ न ग्लोबल्ली यसलाई एन्टी क्यान्सर फ्रुटको नामले चिन्छन् होइन। क्यान्सर किलर फ्रुट पनि भन्छ। अब यसमा चाहिँ गुण भनेको विशेष सबैभन्दा ज्यादा अब ब्याक्टेरिया, प्यारासाइट र भाइरसलाई मार्ने यसमा क्षमता ज्यादा हुन्छ है। अर्को कुरा भनेको यसमा चाहिँ तपाईँको हाइली एन्टिअक्सिडेन्ट छ, हाइली भिटामिन सी छ, थुप्रै छन् यस्तोहरू है जो हाम्रो शरीरलाई नितान्त आवश्यक चिजहरू छन्। त्यो चिजहरू चाहिँ यसमा धेरै मात्रामा पाइन्छ। अब विशेष मैले अहिले हजुरहरूलाई देखाउँला, अहिले मैले जो एक्सपेरिमेन्ट नेपाल सरकारद्वारा खाद्य प्रविधि विभाग, वनस्पति विभागमा पनि मैले यसको एक्सपेरिमेन्ट गराइसकेको छ है। हो त्यसको पनि अहिले तपाईँलाई भनौँ आधिकारिक रूपमा देखाउँला। अनि यो चाहिँ कसरी खाने, के खाने यसको? यसको विशेष भनेको यो यसको पत्ताको चिया खाने हो। फल त त्यसै पनि फल खाने हो है। अब पत्ताको चाहिँ चिया खाने हो। यसको पत्तालाई चाहिँ अब यो पत्ताहरू भयो होइन, यो पत्तालाई चाहिँ सानो पिसमा टुक्रा बनाउने। अनि त्यहाँदेखि पानीमा सट्टै हाल्ने, 10 देखि 12 मिनटसम्म चलाउँदै उमाल्दाखेरि ग्रिन टी खाएको जस्तो एकदम हरियो पानी हुन्छ है। त्यो हरियो पानीलाई चाहिँ लगभग सकेसम्म बिहान खाली पेट सेवन गर्ने। अब यसको सेवन गर्नाले चाहिँ तपाईँको धेरैवटा रोगलाई यसले राम्रो गर्छ भनौँ न, रोकथाम गर्नमा सहयोग गर्छ। अब मेन भनेको सबैभन्दा पहिला त क्यान्सरै भइगयो है। दोस्रामा अल्सर है। तिस्रामा यसले सुगर, डायबिटिजलाई कन्ट्रोल पनि गर्ने काम गर्छ है। अर्को भनेको प्रेसर हाई या लो, हाई र लो भए पनि यसले लोलाई र हाईलाई दुइटैलाई काम गर्छ, किनभने यसले चाहिँ ब्लडलाई स्टेबलाइज गरेर राख्छ भन्छ है। अनि अर्को कुरा यसमा स्किन एलर्जिजहरू छन्, एलर्जिजहरूको लागि अति राम्रो है स्किन एलर्जी। अब यो मैले अहिलेसम्म अनुभव गरेको, मैले यहाँ अनुभव गरेर अहिले यो पिछले 6 वर्षदेखि अनुभव गर्दाखेरि चाहिँ यसले तपाईँको यसले चाहिँ स्किनमा हुने एलर्जीहरूको लागि अति धेरै राम्रो काम गरेको छ क्या। जस्तै चिलाउने दागहरू, अनि सुन्निने, खुट्टा सुन्निने, इन्फ्लेमेसन हुने है, एन्टी इन्फ्लेमेसन पनि प्रोपर्टी हाई छ यसमा। अनि हो यस्तो छ। अनि यसलाई इम्युनिटी बुस्टर पनि भन्छ, किनभने यसले इम्युनिटीलाई बुस्ट पनि गर्ने काम गर्छ। यो नजिकबाट प्रभाव चाहिँ मैले अहिले विशेष क्यान्सरमा फोकस गर्दाखेरि चाहिँ क्यान्सरका धेरैहरू बिरामीहरू छन् जसको चाहिँ राम्रो अति गुड रिजल्टहरू पाइरहेको छ है। तर यसलाई सेवन गर्दा दैनिकी होइन, नियमपूर्वक दैनिकी सेम समय म्यानेज गरेर यसलाई पिउँदाखेरि चाहिँ मैले क्यान्सरको धेरै यस्ता बिरामीहरू छन् जसको लागि चाहिँ अति उत्तम रिजल्ट आएको छ है। साइड इफेक्टको बारेमा चाहिँ अब यो चिया हो, इफेक्ट हुने भएको थियो ग्लोबल्ली यो सेल्स हुने थिएन है। साइड इफेक्ट पनि नर्मल्ली छ। के भन्छ भने अब यसले चाहिँ उमेर बढ्दै जाँदाखेरि होइन
यसलाई चाहिँ उमेर जस्तै 70+ 80+हरूको मान्छेहरूले चाहिँ यसलाई कन्टिन्यू अति धेरै सेवन गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने त्यो मान्छेको एउटा बिर्सिने माइग्रेन टाइपको बिर्सिने टाइपको हुन्छ नि एज बढ्दै जाँदाखेरि हो त्यो रोगलाई चाहिँ यसले बढावा दिन सक्छ। तर त्यो एजका मान्छेहरूले चाहिँ हप्तामा रेगुलर नगरेर 1 डे ब्रेक गरेर लिने भनेर भन्ने पनि कुराहरू छन् क्या। तर एक्चुअलमा यसको के भन्छ विशेष यसको दुष्परिणाम भन्ने चाहिँ छैन, किनभने यो हर्ब्स आइटममा पर्छ। हजुरहरूले ग्लोबल्ली तपाईँले गुगलमा विकिपेडिया च्याट जिपिटी है अहिले त विभिन्न किसिमका चिजहरू छन्, त्यसमा तपाईँले टक्कै साउरसुप बेनिफिट अफ साउरसुप लिफ भन्ने बित्तिकै सम्पूर्ण जानकारी पाइहाल्नुहुन्छ क्या यसको। अनि तपाईँले पातको कति पर्छ, कसरी बिक्री बिट्टा कसरी भइरहेछ, तपाईँले होलसेल बेच्नुहुन्छ कि? यस्तो छ, नेसनल्ली इन्टरनेसनल्ली जहीँ पनि यो डेलिभरी हुन्छ, अल नेपाल डेलिभरी हुन्छ है। यो प्याकेजिङ सिस्टमले डेलिभरी गरिरहेको छु अहिले होइन। अब प्याकेजिङ सिस्टमले डेलिभरी गरिरहेको छु। अब फलको बारेमा भन्नुपर्दा चाहिँ एक्चुअलमा फल म अहिले सेल्स लेभलमा छैन, किनभने मेरोमा थोरै मात्रामा ठुला बिरुवाहरू छन्। फेरि यसपाल धेरै फल हुन्थ्यो, तर यसपाल मैले मल लगाउनको कारणले फुल धेरै झरेकोले यो साल अलिक थोरो फल लाग्यो है। अनि विशेष त्यो अनि अब विशेष अहिले तपाईँले नेपालभरिमा अनलाइनमा जहीँ पनि किनेर खानु सक्नुहुन्छ। एप्रोक्स 5000 पर केजी भनेर बेच्दैछ अहिले तपाईँले हजुरहरूले। जोइटिक एउटा फलफुल मार्ट भन्ने छ है, अनि अर्को तपाईँको उब्बे नेपाल भन्ने छ। यी संस्थाहरूले चाहिँ तपाईँको 3000 देखि 5000 रुपियाँ पर केजी, अहिले चाहिँ 5000 रहेछ पर केजी पातको। यसको फलको चाहिँ 5000। पातको चाहिँ पातको त यो वर्ल्ड वाइड रूपमा धेरै महँगो छ। हामीले अब अहिले भाटभटेनीमै किनेर खानुभयो होइन, ठुल्ठुलो मार्टहरूमा किनेर खानुभयो भने 200 वटा पत्ताको एक प्याकेट हुन्छ है। त्यो प्याकेटलाई 6600 एप्रोक्स पर्छ। भन्नुको मतलब 6600 पर्छ 200 वटा पत्ताको, त्यति एक्सपेन्सिभ। प्याकेट सिस्टमले हुन्छ होइन, एउटा प्याकेटमा तपाईँको 150 को हुन्छ। त्यो चाहिँ इन्टरनेसनल्ली प्लस हाम्रो टाढो टाढो नेपाल एरियामा भित्रमा तपाईँको मैले पठाइरहेको छु क्या। यही पत्ता यो हेर्नु हो, यो लार्ज र स्मल हुन्छ कि है, मिडियम। यो लार्ज पत्ता चाहिँ 150 लिप्सको म अहिले 1000 रुपैयाँमा सेल्स गरिरहेको छु भनौँ। त अति धेरै बढेको छ। जब स्टाटसमा चाहिँ म इन्डियन आर्मी थिएँ। इन्डियन आर्मी हुँदाखेरि चाहिँ म अब युएन मिसनमा जाँदाखेरि त्यहाँ चाहिँ खाइयो क्या। काङ्गो, रुवान्डा, युगान्डा है, यो देशहरूमा जाँदाखेरि चाहिँ खाइयो। त्यहाँ युएनको खानकीमा यो चिजहरू पनि हुन्थ्यो नि। अनि यसरी खाँदाखेरि चाहिँ यो चिजको बारेमा चाहिँ मलाई अति राम्रो लाग्यो, मिठो लाग्यो। अनि के रहेछ अब यस्तो अचम्मको चिज, धेरै चिज फ्रुटको यसमा टेस्ट हुन्छ। अम्बकको पनि टेस्ट त्यहीँ, घिउको पनि टेस्ट त्यहीँ है, तपाईँको पाइनएप्पलको पनि टेस्ट त्यहीँ पाउनुहुन्छ। अनि के भरे स्ट्रबेरीको पनि टेस्ट त्यही एउटै फ्रुटमा पाउनुहुन्छ। हो यस्तो टेस्ट भएको मैले लाइफ टाइम खाएकै थिएन। अनि हो यो चाहिँ काङ्गो, म अफ्रिकन कन्ट्रीमा हुँदाखेरि त्यहाँदेखि यता आउँदाखेरि चाहिँ फर्केर आउँदा दाना लिएर आउनु खोज्दाखेरि चाहिँ मैले दाना त त्यहाँ ल्याउनु पाइनँ। त्यो चाहिँ 2006 को कुरो थियो होइन। अनि एकैचोटि आएर 2012मा चाहिँ यसको यो चिज यहाँ यहाँ पाउँछ भन्ने कुरा थाहा पायो। अनि 12 देखि लमिँदै भएर 2017मा म रिटायर्ड आउँदाखेरि लिएर आयो क्या। यो 2017मा रिटायर आउँदाखेरि चाहिँ यो लिएर आयो खासमा मैले, विदेशबाटै लिएर आउनु। हजुर। अनि विदेशबाटै ल्याउनु यो एप्रोक्स त्यतिखेर पनि अब कसैले पनि 150 वटा दानालाई 1.5 लाख रुपियाँ कसैले पनि लाउँदैन थियो कि। त्यत्रो पैसा लगाएर लिएर आएको मैले। तर मलाई पनि थाहा थिएन कि खेती गर्छु भनेर लिएर आउनु। खेती गर्छु होइन, यो चाहिँ लगाएर रोपौँ यति मिठो हुँदो रहेछ। अब हाम्रो त फ्यामिली ठुलो छ, सबै फ्यामिलीमा रोपौँ भन्ने खाले सोच भयो क्या। त्यति मिठो हुँदो रहेछ नि त। अनि यहाँ आएर रोपेर 4 वर्ष 5 वर्ष पछाडि फलिसकेपछि मात्रै थाहा भयो यसको चाहिँ पत्ताको बेनिफिट यो हुँदो रहेछ, फलको बेनिफिट यो हुँदो रहेछ भन्ने कुरा चाहिँ तब मात्रै थाहा भयो कि। कति सन् कतिमा थाहा भयो अरे? यो चाहिँ एक्सपेरिमेन्ट मैले 2019 को अन्तिम 20 देखि गरेँ होइन, यो कोरोना कालदेखि। तर एक्चुअलमा यसको टोटली फाइदा मैले देखेको चाहिँ 2020 देखि हो। अनि तपाईँले यो औषधि काम गर्नु भन्नु भने त्यो जुन मधुमेह र चाहिँ यो वरिपरि तपाईँको यस्तो हुन्छ,
मैले अहिलेसम्म हेरेकोमा चाहिँ अल्कोहलिक शरीर छैन। यदि अल्कोहलिक शरीर छैन भने चाहिँ यसले एकदम छिटो काम गरेको देखेँ है, सुगरलाई, सुगर इभन प्रेसरलाई पनि। अनि मेनली भनेको अब यसले तपाईँको सुगर प्रेसर मात्रै होइन क्या, थाइराइड पनि 3 महिनामा यसले गायब गरेको भेटेँ। धेरै छन्, सुगर, प्रेसर, थाइराइड, अनि गौड्स, यो जो गौड्स लागेको हुन्छ नि मान्छेलाई, यो त गौड्स लागेको त थुप्रै उदाहरणहरू छ क्या मसँग यहाँ, जो चाहिँ व्हिल चेयरमा बस्ने मान्छेहरू अहिले उठेर हिँड्छन् क्या। त्यति राम्रो चिजहरू पनि यसले गरेको छ। यसले अब तपाईँको जोइन्ट पेन, गौड्समा हुने पेनहरू माथि, अनि सुन्निने एन्टी इन्फ्लेमेसन है मा चाहिँ अति राम्रो काम गरेको छ। अनि तपाईँको यहाँ कति खेती छ यसको? यो लगभग यो 1 बिघामा अलिक ज्यादा छ अहिले निहरू गरेर होइन, 1 बिघा छ भनौँ न। 1 बिघामा कतिवटा बोट छ भन्नु त? यो 1 बिघामा अहिले हुन त बिचमा त मेरो त सुँगुर खोर पनि छ नि त, बङ्गुर खोर छ है, माछा पोखरी पनि छ। त्यो छोडेर पनि एप्रोक्स अहिले मेरो 200 प्लस छ बोट। 200 बोटमै फल फल्नु थाल्यो होइन? अहिले अब 100% चाहिँ 200 बोटमा छैन, 60-70 बोटमा चाहिँ फल्न थाल्यो। अनि यो कहाँ छ नेपालकै तपाईँको बाहेक? खेती चाहिँ छैन, तर मान्छेले चाहिँ म जन्मिनुभन्दा पनि अगाडि ल्याएर रोपेको रहेछन् क्या। जो अब पहिला ब्रिटिस आर्मीहरू थिए नि, उहाँहरूले चाहिँ यो चिज चाहिँ एन्टी क्यान्सर फुड हो, यो क्यान्सरको रोग है भनेर घरमा ल्याएर रोपेको थुप्रै उदाहरणहरू छन् क्या। यो त मैले मात्रै बादमा थाहा पाएँ। त उहाँहरूले त ब्रिटेनमा हुँदाखेरि, युकेमा हुँदाखेरि उहाँहरूले यस्तो चिज थाहा पाएर धेरै पहिला ल्याएर रोप्नु भएको छ क्या। अनि यो चिज चाहिँ यहाँ आएर मेरो भिडियो हेरिसकेपछि चाहिँ उहाँहरूले, मैले खोज तलास अनुसन्धान गरिसकेको बादमा चाहिँ उहाँहरूले फेरि यो चिज त यो रहेछ नानी, यो चिज त पहिल्यैदेखि हाम्रोमा थियो, हामीलाई थाहा नभएर भनेर यहाँ आउनुहुन्छ क्या मसँग। अनि म उहाँहरूलाई यो चिज भनेको यस्तो है भनेर म फेरि भनेर पठाइ पनि दिने गर्छु क्या। खेती गर्नको लागि यसको मेन भन्दा राम्रो छ, नेचुरल्ली यसलाई चियाकै रूपमा, जस्तै अहिले हामी कफी चिया बिक्री वितरण त नेपालमा त के वर्ल्ड वाइड रूपमा कहिले पनि कमी हुँदैन है। यो अब यसको चाहिँ खेती गर्ने हो भने चाहिँ नेपालमा धेरै ठुलो सम्भावना पाइन्छ क्या। जो बिरुवा उत्पादन गर्दै, बिरुवा बेच्नुहुन्छ? बिरुवा पनि बेच्छु, बिरुवा उत्पादन गर्दै बेचेको त थुप्रै भयो। एउटा बिरुवा कति हो? यो यस्तो हुन्छ, त्यसको साइज, हाइट, उमेर अनुसारको हुन्छ क्या। अब मैले कति समयसम्म यसलाई दुःख गरेको छु त, कुनै 6 महिनासम्म पानी लाउनु पर्ने अवस्था हुन्छ, 6 महिनासम्म दुःख गरिएको छ, कुनै 1 वर्षसम्म भइसकेको हुन्छ होइन। त्यो आधारमा यसको कुनै 3 महिनाको हुन्छ, त्यो आधारमा प्राइस हुन्छ कि। सर्छ मजाले सर्छ। मार्केटमा जति पनि आउँदैछन् है, हाम्रो नेपालमा जति पनि आउँदैछन् अहिले, इभन फ्रुटहरू आउँदैछन्, त्यो विदेशबाट आएको? विदेशबाट आउने हो। जस्तै अहिले आउने भनेको फ्रम युएस स्टोर भनेर आउँछ है। यो चाहिँ कस्तो छ भने 2 तरिकाको छ क्या। युएसको चाहिँ 2टा कम्पनीहरू छन्, एउटा जापानमा छ, युएसकै कम्पनी हो, जापानमा पनि छन्। त्यो चाहिँ तपाईँले वर्ल्ड लार्जेस्ट बाहिरबाट चाहिँ आउँछ, वर्ल्ड लार्जेस्ट। तपाईँले पनि पठाउनु थाल्नु भएको छ अहिले? यो मैले बाहिर चाहिँ अब हाम्रो यहीँकै मान्छेहरूले लगेर जान्छन् है, अनि कुरियर गरेर चाहिँ माग्छन् र कुरियर गरेर पठाइदिन्छु। युके विशेष जाने भनेको युके, हङकङ, सिङ्गापुर है, अनि क्यानाडा गइरहेको छ यो चाहिँ। अनि अहिले त कतार पनि, कतार, साउदी, फल होइन, फल होइन, पात मात्र। पात चाहिँ। अनि नेपालको त कुनै पनि यस्तो कुना छैन जहाँ चाहिँ मैले नपठाएको होस्।